नुलपाखा लोहिटी हैन नुलपाखाको यो ढुङ्गेधारामा अस्ति नै पनि मैले देखाएको थिएँ। यहाँ अतिक्रमण हुन लाग्यो भने नि अब यो पुनर्निर्माण भनेर काठमाडौँ महानगरपालिका वडा नम्बर 15 ले उपभोक्ता समिति बनाउन लागेको रहेछ। तर हामीले 10 वर्ष विगत 10 वर्षदेखि गराउँदै आएको छौँ। यो मौलिक स्वरूपहरू नबिगाएर त्यसको वास्तविक लागा कति हो हैन भूमि त्यो छोड्न हुँदैन भनेर गर्दा गर्दै पनि वास्तविक स्वरूपै बिगारेर बनाउन लागेको। निजी घरलाई चाहिँ नि फेरि अलगै बाटो दिन लागेको, जबकि त्यो पछाडिको घरहरूलाई पछाडि अर्को बाटो छ हुँदा हुँदै पनि यो मेन सडकबाट बाटो लिन लागेको अवस्था हैन। अस्ति पनि आएर विरोध गरे नि हामीले है। अब यो बाटो यहाँ यो यतापट स्वयम्भू भगवान पाउ जाने बाटो, यताबाट यो वनस्थली निक्लिने बाटो हैन भएपछि यहाँ उपभोक्ता समितिले वास्ता नगरेको गलत गर्यो भनेर स्थानीयहरू नै जागरुक भएर एउटा चाहिँ खुसीको कुरा चाहिँ स्थानीय जागरुक चाहिँ भएको छ। म आज अलिकति ढिला भयो। अब माइलो बुवाको श्राद्ध थियो, आज श्राद्धको पूजा गरेर पिण्ड सेलाएपछि मात्र आउँछु भने अलिक ढिला आएँ होइन। गर्दाखेरि यहाँ चाहिँ नि स्वरूप बिगारेर यो यहाँ यसरी बाटो राख्न लागेपछि स्थानीयले विरोध गरेपछि महानगरपालिकाको सम्पदा विभागले पनि अझ वास्ता गरेको थिएन, बल्ल तल आज आएर नाप जाँच गरेको छ। नाप जाँच गर्दाखेरि चाहिँ के त भन्दाखेरि यो ढुङ्गेधाराको जग्गा उयो बारसम्म यो जुन यो उपभोक्ता समितिले लगाएको पर्खाल भन्दा पनि पछाडि यहाँसम्म देखिएको छ है। यहाँसम्म अब त्यो बाँस गाडेको ठाउँसम्म अस्ति पर्खाल लगाएको यहाँ। अब उपभोक्ता समितिको नियत खराब छैन होला, आफ्नो ठाउँमा छ होइन। तर स्थानीयसँग सोधेर स्थानीयसँग पनि बुझेर स्थानीयलाई पनि राखेर गर्नुपर्छ। कुनै पनि कामहरू गर्दा स्थानीयको विचार पनि लिनुपर्छ है भन्ने कुरा चाहिँ यहाँबाट प्रमाणित भयो है। अब यहाँ पछाडिसम्म यहाँसम्म रहेछ होइन। अब यो लगाएको यो वालहरू चाहिँ नि अनावश्यक लगाएको यो अब यहाँ त क्षति त भयो त होइन, फेरि बनाउनु पर्यो। अब यो कसले बिहोर्ने, यस्तो पनि धेरै भइरहेछ। अब यो धाराको जग्गा चाहिँ त्यहाँसम्म रहेछ के, सिमाना चाहिँ यो बाँससम्म रहेछ। आज टोलवासीहरू आएर महानगरपालिका सम्पदा विभाग महानगरपालिकाबाट इन्जिनियरहरूलाई ल्याएर गर्दाखेरि यो चिज चाहिँ पहिल्यै गर्नुपर्ने होइन, पहिल्यै गर्नुपर्ने भन्छु क्या। आज भएको छ है। क्या डायरी छ डायरी छ सम्बोधा मर्नु विपरीत याजोबरी 5-6 महिना देख्लो रोकै जाजो न वेक अप न्यू कारण छ झिमी कारण मगु झिमी चाहिँ हो। सम्बोधा मर्नु विपरीत हिटी मंगा आइल निकाना देखि त्यो ज्यात मिले मगले नि सम्बोधा मैत्री देखि रखा दे अब फोन लँदै नबानी से कायम मरु तो ल दे मरु चीज तो ल दु झिमी न ख जिमसन देखो हिटी रखा या चाहिँ योको देको यहाँलाई खुला देखेको त्यो सम्बोधा विवाह गर्न आल्टा देन्थु दिया सम्बोधा विवाह गर्न हाना व सम्बोधा विवाह जीवना खुटी लारंगा तो चेंज यार का ठहरन गाना हना वो प्राउन छ यार हना न या क्या हना तुमसँग सम्पदा विभाग न बदमाशी यार निको जुवा वो प्राउन न छ रिपिट यार सोर म जिमिले सहमति मजिको सहमति लगाएर स्थानीय बासी सहमति मजिको सहमति मजिको ठोक चाहिँ पुरानो ठेकाको कुरा त सहमति पत्र गोरा गानी क्वेशन मार्क यार गाति नि अहिले हना सम्पदा विभाग हना लिपा सना नापि जात यार गा आउ चीज मोनी न यार आउ मोनी ले ना विभिन्न ठाउँमा वडा अध्यक्ष ईश्वरमान डङ्गोलियो सुदोले बनाए वे गर्न ल खना वास्तवमा वे गर्न त पर्सनली जी फोन याना देखो हिडी पहिलो दिने देवाने फनेले मको नवीन अन चाहिँ अथि याम जो ल बिमा ढेन वे गई भनाइ नि वे जो सीधा डाबुदी वे ढाउ
अनलिपा चाहिँ स्थानीयवासी मुन्नुगा चाहिँ वडा वडा खनाएर गएको वडा चाहिँ सटेर गएको दिने चाहिँ गएको बिचमा वडा मुख महानगर अन्तर्गत लाग्यो महानगर सम्बन्ध विभाग गएको बिचमा अनुसभा चाहिँ अनुसभा मिटिङ आउँछ अनुसभा मिटिङ आयो पछि 5 जना चाहिँ सहमति जना चाहिँ अनि 14-15 जना नाचिपे आउँछ 14-15 जना नाचिपे आएर अनलिपा हुन सम्बन्ध विभाग झिबी पटक ताकि यहाँ सम्बन्ध विभाग मसो बोले झिबी हान वना चाहिँ यहाँका रेखाङ्कन याकेर गाडीलाई मुनिलाई या मया मुनि लगत्तै तुरन्तै यार गाड हाउदिया मुनि लगत्तै रेखाङ्कन याले चाहिँ दुनो 3 फिट 3 मिटर 3 मिटर ठाउँमा 3.5 मिटर चाहिँ जग्गा मकाउ खोल्दै चिरेको स्थानीय क्लियर याद हो आज सम्बन्ध विभाग तत्काल यो नुबुटी नक्सा दिएका भुए समिति दिएका दिएका बिमार अहिले ठोचाइ ठाउँ सम्पदा विभाग योपट्टि नापी अधिकृत भया अहिले तसिपी न सटा चाहिँ वेका पनि रहबरे याकुटु सम्बन्धित मै बिन्दु न सटुटु वेका बिचा छौ मदाले ठाउँ उपस्थित मजु वडाई जनप्रतिनिधि न सटु जनप्रतिनिधि एकैछिन वया चाहिँ वना हाउदी भनेन नापी दिया चाहिँ ल्युनी नापी दिया नापी दिसिरहेको हुन्छ अहिले आदि तलसिङ किसँग चाहिँ ठो हिटिबिटी आगाउँ गण्डकटु आगाउँ बचायो लागि जिउँसा आगाउँ टोटा बिन ढाका प्रतिबद्धता त जाहेरिया आगाउँ बचाएर बिन जक्को जम्मा चाहिँ नआउँदो त्यहाँ चाहिँ नि उहाँको बिन्द तालिन बजाना चाहिँ उहाँको बिन्द स्वागतमा याउँदो झिमीबुटी भनेर चाहिँ निर्माण दुईरङ्गा चाहिँ आगाउँ बचायो लागि उहाँको बिन्द जग्गा जुन कोटेर ढाइबियागु उहाँ पछि पनि चाहिँ सिलाबाट नाप्यो उहाँको पनि पुस्तक नाप्यो भनेर स्थानीयवासी धोको चाहिँ राजी जुटु वे अनुसार चाहिँ बनेको छ माला का बायाला नहीं ना जुल का ठीक है जुलगा मंगला देर सही दुरुस्त जुलगा मंगला संजय जी जी जो न्या भाषा से खे भाषा है भाषा होते मोला डाप मुहो जी न्या भाषा डाप तर ठो ख चाहिँ सम्बन्धित मुनु चाहिँ उयो नाप्न न्यानमा ढका चाहिँ खे भाषा है छौची खला सम्पत्ति दायु चिज चाहिँ गरिरहेको छ व्यक्तिगत सम्पत्ति चाहिँ ठै सम्पत्ति ख हो झिलको सिउ ख कुनै न सार्वजनिक सम्पत्ति चाहिँ कसैको सार्वजनिक सम्पत्ति चाहिँ आफ्नो व्यक्तिगत सम्पत्तिमा लानु भएन किनकि उहाँ एकजना भूकु स्वकीय सचिव उहाँले सचिव मात्रै होइन सचिव मात्र उहाँले चाहिँ के गर्नुभयो आफ्नो भएको बाटोलाई चाहिँ छोपेर अप्ठ्यारो भयो भनेर चाहिँ नभएको ठाउँको चाहिँ यो धाराको जग्गा मासेर बाटो निजी बाटो बनायो यसको विरुद्धमा चाहिँ स्थानीय बासिन्दाहरूले रोक्दा तर स्थानीय सरकारले पनि त्यति वास्ता गरेन किन गरेन कसरी गरेन त्यो त हामीलाई थाहा भएन तर अहिले आएर चाहिँ कस्तो भयो भने आज नापी विभागको मान्छेहरूले नापेर जाँदाखेरि धाराको जग्गा त यति मात्र होइन रहेछ भित्रसम्मै रहेछ नि त त्यो भनेपछि उनीहरूले पहिला ठिक क्याप्चर गरेर रहेछ त्यो तर आज नापी विभागले चाहिँ धाराको जग्गा चाहिँ छुट्याउने गरी नै उहाँले किला ठोकेर जानुभएको छ अब यही अनुसारले चाहिँ सर्वसम्मत सबैले चाहिँ राजी भएर चाहिँ यसलाई खुल्लै गर्नुपर्छ यहाँ जुन मठ मन्दिर के छ छैन त्यो पहिलाकै अवस्थामा ल्याउनुपर्छ भनेर चाहिँ सबै बासिन्दाहरूको भनाइ यही हो हस् त धन्यवाद